जग्गाको अंशियार पो हो। किताब नम्बर 2 मा त राजकुलो परेको छ सर। आजकल मानहरूले घर पास गर्छ, जग्गा पास गर्दैन। त्यो त घर त बन्छ तर जग्गा थोरै छ। हुन्न के यो हुन्न। उता फाट नम्बर 6 मा जान्छ। 6 मा लाल पूर्जा हरायो। यहाँ हुन्न। उताबाट 3 नम्बर जान्छ। कहाँको जग्गा पास गर्न लाग्नु बाहिर हाम्रो मान्छे छ। काम चाँडो सर हुनुहुन्न? हुनुहुन्छ होला, जान्छ हेर्नु। फाट नम्बर 3 मा जान्न। 3 मा बुढीको हताक्षर गरेर ल्याउनु त। हताक्षर छैन। हताक्षर जग्गाको कर तिर्नुहोस् पहिलो। कर नतिरी के हुन्छ त? मालपोतको काम त्यति सहिलो हुन्न नि, टाइम लाग्छ नि। 3 आना 2 दाममा त के घर बन्ला र? घर बने पनि नक्सा पास हुन्न। बाटोले जग्गा काट्नै छ। बाहिर मान्छे लाइन छन्। एकछिन सिस्टम बिग्रियो भन्नुपर्छ है क्या सर? मान्छे टन्नै छ। यहाँ छैन चाहिँ जिल्लाको ढड्डामा गएर हेर्नुहोस्। सरसर्ती हेर्दाखेरि जग्गा पास भयो भने पछि फेरि अदालतमा मुद्दा पुग्छ। यो अंश दाबी गर्ने मान्छे टन्नै छन्। कानुनले जे भन्छ त्यही गर्ने हो। अब कानुनले नभनेको कुरो त हामीले गर्न मिल्दैन नि त दाइ। भिड गरेर नबस्नु त। सिस्टम बिग्रिएको छ। उता जानु त। उता के हो र? यति सानो कामको लागि यहाँ काउन्टरसम्म नआउनुहोस् न। ढोकामा गार्ड दाइ हुनुहुन्छ त गार्ड दाइलाई भन्नुहोस् त। नाम मात्र गार्ड हो। काम उहाँले 101 गर्नुहुन्छ। हामी मात्रै जान्ने हुनुहुन्छ। जानु त उता। फोटो टाँच्नुहोस् अनि यहाँ तपाईँको घरको एड्रेस लेखेर हामी कहाँ 2 बाट 3 मा है त। धन्यवाद सर। मैले हजुरको हेरेँ। आज प्रिन्टर बिग्रिया छ। स्टेटमेन्टको लागि भोलि है त। उनको लागि एकदमै लामो प्रोसेस छ। हेर्नुहोस् गाह्रो छ अहिले सर। नयाँ एटिएम कार्डको लागि त 7 दिन लाग्छ। त्यही पनि के हो भन्न सकिन्न सर। हेर्दा पढे लेखेको जस्तो देखिनुहुन्छ। यो हाम्रो हातको काम होइन। यो सिस्टम अनुसार हुने कुरा हो। कृपया 2 घन्टा वेट गर्नुहोस्। नेक्स्ट आउनुहोस् त। टोकन नम्बर अनुसार आउनुहोस् न कृपया। टोकन नम्बरै अर्कै छ तपाईँको। 3 नम्बरमा हो तपाईँको। 3 नम्बर जानुहोस् त। तपाईँले भने जस्तो सहिलेसँग लोनै आउँदैन अहिले। तपाईँले भने जस्तै लोन आउने भयो त म पारिपट्टिको डाँडो सबै किनेर डोजर लाएर भस्काएर अपार्टमेन्ट बनाएर बेच्थेँ। सर सुन्नु त, मैले एकजना मान्छेलाई त्यता पठाइदिएछ। त्यो काम गरिदिनु न हल्का है सर। यहाँ बिजी भयो क्या सर। ल है त। मिल्दैन अहिले त एकदम गाह्रो छ। त्यो पनि सेकेन्ड फ्लोरमा एकजना सरसँग कुरा गरी हेर्नुहोस् न है त। यहाँबाट त हुन्न। माफ सरी। हस् बहिनी अस्ट्रेलियाको लागि डकुमेन्ट बनाउनु भएको। अहिले मिल्दैन। ब्याङ्कले अहिले हेर्नु कस्तो ब्याङ्कलाई यति गाह्रो छ अहिले। तपाईँको राष्ट्र ब्याङ्कले कस्तो प्रेसर हानेको छ हामीलाई। बुझी लिनेको सही भनेको छ। बुझी लिने तपाईँ भएपछि तपाईँको सही गर्ने हो नि, मेरो होइन नि। गर्नुहोस् त। यस्तो हाँसेर बोल्नुपर्छ जति बेलै भनेर दिक्तर लागिसकेछ। मैले हेरेँ तपाईँको चेक गरेँ। हाम्रो यहाँ मिल्दैन। हेड अफिस पानी पोखरी जानुहोस् न है त। 2 बाट 3 मा जानुहोस्। 3 बाट 6 मा जानुहोस्। 6 बाट 4 मा आउनुहोस्। 4 बाट फेरि घुमेर यहीँ आउनुहोस् न है त। मलाई हजुरलाई कस्तो घुम्नुहोस् न, रमाइलो गर्नुहोस् न एकछिन यहाँ त। Oh no!